एकदमै साबेचु हो हेप्यो लास्टै भयो भन्ने टाइपको चाहिँ मैले एक्सपिरियन्स गर्नु परेको छैन अहिलेसम्म ओखाके सामादे। यिनीहरूले चाहिँ जापानिजहरूले त अनि काम गरेसम्म मात्रै आफ्नो भन्ने ठान्छ। किन नेपालीले चाहिँ भन्दैन? होइन त्यस्तो भन्नाले पनि अब नेपाली र जापानिजमा धेरै फरक छ नि त होइन। फरक त फरक चाहिँ हामीले चाहिँ जसरी हामी नेपाली भयौँ होइन हजुर हाम्रो त हरेक कुराहरू सोच्छौँ त हरेक मान्छे त यिनीहरूले चाहिँ त्यो कुरा सोच्दैन नि त। अनि दया मायामा हजुर त्यो कस्तो यसो हो डिफ्रेन्ट त हुन्छ किनभने हामी नेपाली कति अब हाम्रो हुर्काइ नै फरक हाम्रो कल्चर नै फरक सबै थोक फरक छ नि त। अनि काम चाहिँ अब हामी कामै गर्न आएको हो यिनीहरूलाई कामैले जित्नुपर्छ कि त्यो चाहिँ हो काम उनीहरूले भने यस्तो हुन्छ रहेछ कि मैले आफूले एक्सपिरियन्स गरेको र म जोसँग काम गर्छु नि मैले त्यहाँ आफूले भोगेको कुरा चाहिँ मान्छेहरू भने के भने अब जापानिजहरू चाहिँ यस्तो हुँदो रहेछ कि अब तपाईँ भएपछि तपाईँको काम अब एउटा किहोन काम गर्ने तरिका छुट्टै हुन्छ कि तर तपाईँको आफ्नो तरिका छुट्टै हुन्छ कि फेरि किहोन एउटा हुन्छ अनि त्यसपछि त्यही किहोनमा चाहिँ अलिकति हेरफेर गरेर तपाईँको आफ्नो तरिका हुन्छ अथवा अरू कोही मान्छे आयो भने फेरि उसको फेरि अर्कै छुट्टैवाला तरिका हुन्छ क्या। अनि के अरे त्यो त्यहाँ काममा चाहिँ के अरे मिलेर काम गर्नको लागि चाहिँ तपाईँ कस्तो छ म त्यस्तै बनिदिनु पर्छ क्या मिल्नको लागि। इफ मैले मेरै तरिका ल म यस्तै हो भन्ने तपाईँले म यस्तै हो भन्न थाल्यो भने त्यहाँ केही पनि कुरै मिल्दैन झगडा उनीहरूले जस्तो गर्यो त्यही गर्नु पर्यो क्या त्यही अनुसार घुमाएर गराए जसरी होइन त्यही अनुसार ढल्किदिनु पर्यो कि त्यति नगर्यो भने चाहिँ अनि त्यही बेलामा हो अनि हेप्ने अनि त्यसपछि कुरा नमिल्ने झगडा पर्ने त्यस्तो टाइपको मलाई चाहिँ त्यस्तै लाग्छ। गलत कुरा गर्न भएन नत्र भने चाहिँ अब गर्ने तरिका त मान्छे पिछेको फरक हुन्छ सोचै फरक हुन्छ हामी नेपालीको त मिल्दैन विदेश के भन्नु त्यस्तो लाग्छ कि मलाई चाहिँ। अब त्यो खान्क्यो त आफैले बनाउने हो नि त अनि तपाईँले पनि घमण्ड गर्ने यस्तो भनेर अनि मैले यस्तो भनेर घमण्ड गर्नु त्यो चाहिँ के गर्नु अनि झगडै गरेर बस्छ त्यस्तो टाइपको माहौल हुन्छ नि त। अनि त्यही भएर म चाहिँ ल ठिक छ भन्ने टाइपले हुन्छ नि त उनीहरूकै तरिकाले गरिदिन्छु कि भलै जापानको कल्चर र नेपालको कल्चर फरक होला तर मनाउने त्यो मनमा के होइन सेलिब्रेट गर्नुपर्छ भन्ने हो चाहिँ एउटै लाग्छ क्या मलाई चाहिँ। अब जस्तै यहाँ पनि सानो कुराहरू एकदमै राम्रोसँग मनाउँछ। अब मेरो चाहिँ काम नै त्यस्तो भएको भएर पनि होला यहाँ चाहिँ नर्मल के एकदमै सानो कुरा जस्तै यो कोदोमोनो हि उमिनो हि टाइपको क्रिसमस यस्तोहरू नाचु माचुरी एभ्रिथिङ यस्तो राम्रोसँग मनाउँछ। अब जस्तै अब हामीले नेपालमा साउनमा 15 गते खिर खान्छ नि यिनीहरूको यो उसिनो हि भन्छ नि तिनीहरूले उनागी खान्छ क्या त्यस्तो एकदमै त्यो हुन्छ नि त। मलाई त्यो कुरा चाहिँ नेपालको एउटै कल्चर नभए पनि त्यो मनाउनु पर्छ है आफ्नो संस्कृतिलाई चाहिँ जोगाउनु पर्छ है भन्ने कुरा चाहिँ एउटै छ जस्तो चाहिँ मलाई फिल हुन्छ है। अब म सही छु कि गलत यो आफ्नो एक्सपिरियन्समा चाहिँ त्यस्तो लाग्छ क्या मलाई। यहाँ चाहिँ खास जापानमा भगवानहरू पनि होइन कति कुराहरू मिल्छन् तिमीलाई पनि थाहा होला नि त जस्तै हाम्रो गणेश जस्तै अरू पनि के छ तर तिमीलाई कस्तो लाग्छ यहाँ चाहिँ यहाँको जुन खामिसामाहरू यिनीहरूले पनि एकदमै मान्नुहुन्छ के अरे उहाँहरूले पनि कस्तो यिनीहरूले भनेपछि उहाँहरूले पनि एकदमै मान्नुहुन्छ मान्नेहरू पनि हुनुहुन्छ अनि त्यति विधि विश्वास नगर्ने पनि हुनुहुन्छ। त्यति धेरै डिपली चाहिँ मलाई थाहा छैन यहाँको खामिसामाहरूको बारेमा जस तर मान्न चाहिँ मान्नुहुन्छ विश्वास गर्नुहुन्छ। हजुर जापानिज साथीहरू कति बनाएको छौ तिमीले? जापानिज साथीहरू मेरो एकदमै धेरै ठुलो सर्कल छैन तर 1-2 जना हुनुहुन्छ जस आफूलाई काम पर्दा भन्दा पनि मलाई चाहिँ यस्तो भयो है भनेर भन्दाखेरि कुरा सुनिदिने 1-2 जना हुनुहुन्छ। 1-2 जना मात्र एकदमै औलामा गनिने नै हुनुहुन्छ तर मलाई केही गाह्रो पर्यो है भनेर भन्दाखेरि चाहिँ ल है म छु है भन्ने खालको चाहिँ हुनुहुन्छ। अनि खाइगोमा तिम्रो नाइट सिफ्ट र डे सिफ्ट पर्छ होइन? हाम्रो चाहिँ सिफ्ट अब इजिली भन्नुपर्दा नाइट डे नै भन्नु पर्यो। अब मर्निङ छिटो हुने अथवा अलि बेलुकासम्म हुने भन्ने चाहिँ त्यो सिफ्ट चाहिँ कतिवटा थरी हुन्छ। अब इजिली सबैले बुझ्ने तरिकाले भन्दाखेरि चाहिँ नाइट डे सबै हुन्छ। कति गाह्रो हुन्छ नाइटमा? अब त्यो मलाई त एकदम युज टु भइसक्यो होइन। अब जापान आएर रातिमा काम नगर्ने त को नै होला अनि त्यहीबाट पनि बानी परिसक्यो अनि त्यही माथि नाइट सिफ्ट त मलाई त मन नै पर्छ।